सो हेलो गाइज, अब म आज गइरहेको छु हेभेन डाँडा। सबलाई थाहा छ होला कि हेभेन डाँडा भन्छ होइन। कलङ्कीबाट पुग्नु त आधी घन्टा चाहिँ म टक्रकै भन्दिनँ कि है। अब गोली गयो भने त पुगिहाल्छ आधी घन्टा पनि, तर गोली जानु त हुँदैन, स्लो जानुपर्छ होइन। कति मिनटमा ल 40 मिनटतिर हुनु खोज्छ, ल 40 मिनट जस्तो हुनु खोज्छ होइन। यहाँ ब्यागलेस साइडै पुगेन क्या। ओके ल 40-45 मिनट जस्तो हुनु खोज्छ क्या होइन पुग्नुलाई चाहिँ। तर मान्छेहरूले अब हेभेन डाँडा ठ्याक्क टाइमिङमा पुग्नुपर्छ क्या। फेरि कस्तो टाइमिङमा पुग्दा हेभेन डाँडा किन भनिन्छ भनेर त्यो टाइमिङ चाहिँ अलिक बुझ्न धेरै मुस्किल पर्छ होइन। अब गयो यतिकै हेऱ्यो, यसो हेऱ्यो, डाँडा एउटा ठिङ्रिङ्ग परेर देख्छ होइन। हेभेन डाँडा चाहिँ कुन टाइममा जानुपर्छ होइन, किन त्यसलाई हेभेन डाँडा हो भने चाहिँ म तपाईँहरूलाई आज देखाउँछु कि है। अहिले बब्बाल त्यहाँ भइरह, यस्तो टाइमिङ हतापत त भेट्दैन, बेला बेला भेट्ने हो। अनि मान्छेहरूले त भिडियोमा हाल्दा हुन्छ नि, काठमाडौँबाट 30 मिनटमा हेभेन डाँडा यस्तो राम्रो ठाउँ पुग्न सकिन्छ, खुल्ला परेर डाँडा पनि ठिङ्रिङ्ग परेर देखाउँछ होइन। आज म देखाउँछु ल हेभेन डाँडा। हामी कलङ्कीबाट छिरेपछि यो बाटो पनि जान सक्छ, तर मान्छेहरू प्राय माथि दहचकबाट घुमेर जान्छ कि होइन। त्यहाँबाट त्यत्रो घुम्नै पर्दैन क्या, यो बाटो सिधै माथि सिधै गयो ठ्याक्कै माथि नै पुग्छ क्या यो बाटो चाहिँ होइन। यो बाटो छोटो पनि छोटो छ, त्यस्तो टाढा पनि छैन क्या, ठिक्क छ क्या यो बाटो। हेर्नु ल बबाल मजा आउँछ, तर माथि आउने पुग्छ भने खतरा छ क्या। तपाईँहरूलाई म देखाउँछु हेभेन डाँडा किन भनेको हो भनेर चाहिँ होइन। यो टाइमिङ दामी छ भनेर मात्र म पनि एक्लै गइदिइरहेको छु कि होइन। हेभेन डाँडा यहाँ भएको यो चोक देख्छ नि तपाईँहरूले होइन, यो अगाडि शालिग चोक भन्ने यो चोक। खासमा यो शालिग चाहिँ एउटा जडियाको शालिग बनायो अरे कि, एउटा जडिया खाएर मर्यो अरे है। अनि त्यसकै नाममा शालिग बनाएर शालिग चोक हाल्थ्यो अरे क्या। कतिसम्म लापर्छ होला त यहाँको, अब त्यतिखेर के हुन्छ पनि महानगरपालिका ओडाकार अग्रम बग्रमहरू होइन, लास्टै लापरवाही गरेर हेर्नु त गाइस। त्यही त माथिको डाँडै हो है, फेरि हेभेन डाँडा जानुपर्ने हामी चाहिँ। बाटो यस्तो दामी भइरहेछ अहिलेको टाइममा, पानी पनि सिम अलिकति हो कि हो यहाँ पानी पनि आइरह क्या। कलङ्कीबाट हेभेन डाँडा जाने बाटो म तपाईँलाई सर्लक्क देखाइरहेको पनि रहेको छु है। मेरो फुल भिडियो हेरेर मजाले इन्जोय गर्नुहोस् न। म त्यस्तो खासै बोल्न त अब हुँदैन, लाज लाग्छ बोल्न चाहिँ होइन, तर अलिअलि म बोल्न ट्राई चाहिँ गरिदिइरहेको छु। यस्तै हो भने म भ्लगहरू जस्ट राम्रो गरेर खिचेर हालिदिँदै गर्छु। यो पाटी चोक हो हाम्रो, यहाँ राइटपट्टिबाट चाहिँ हामी सुजेटारबाट अगाडि मेन बाटोबाट पनि आउनु सक्छौँ है। राइटबाट त्यही वाला बाटो हो। अब यो सिधै जाने हो। तपाईँहरूले यहाँ व्हाइट गुम्बा, रेड गुम्बा, येल्लो गुम्बा पनि देख्न सक्नुहुन्छ क्या। सिन चाहिँ फेरि देख्न सक्नुहुन्छ तपाईँहरूले है, नदेख्ने चाहिँ होइन, मजाले देख्न सक्नुहुन्छ। व्हाइट गुम्बा, रेड गुम्बा, येल्लो गुम्बा तिनवटा बाटोमै पर्छ क्या यताबाट यसो हेर्दा। तर पर्नु चाहिँ अब हुनु चाहिँ पारिपट्टि डाँडा हो, तर यहाँबाट मजाले यस्तो दामी देख्छ क्या। बाटो फेरि साङ्गुर छ क्या फेरि यहाँतिर त फेरि ल। ओके सो तपाईँहरूले देख्न सक्नुहुन्छ है, अझै पनि सिन चाहिँ बवाल गहिरो भइरहेको छ कि होइन। हेभेन डाँडा बब्बाल सिन होला जस्तो क्या अब अहिले चाहिँ। वाह यस, यो मेरो मेमोराइज क्याप्चर दामी हुनेवाला छ कि। हेभेन डाँडा किन हेभेन डाँडा भने चाहिँ अब थाहा हुन्छ क्या मान्छेहरू सबलाई। यस्तो टाइमिङमा भने हेभेन डाँडा किन हेभेन डाँडा भनेर आई लभ इट म्यान। तपाईँलाई देखाउनु, तपाईँले इन्जोय गर्नुहोस् न। हेभेन डाँडाको म फुल हालिदिन्छु ल। तर बाटो अलिकति यहाँ चाहिँ खराब छ नि त, बाँकी सब माथि त दामी छ। पानी पनि झन् ठिक्क पारामा परिरहेको छ होइन। तर पनि के गर्नु, हेभेन डाँडाको सिन त देखाउनै पर्यो, पानी परे पनि। हेर्नु त मास्तिरको यो डाँडा सबै हो क्या। डाँडाहरू चाहिँ अब माथि कङ्काले डाँडा, त्यहाँबाट अनि एउटा अनि स्टेपको डाँडा छ। तर हेभेन डाँडा यो भन्दा नि अर्को डाँडाको नि अर्को डाँडा हो क्या। दुईवटा डाँडा ठ्याक्क काट्नुपर्छ हामीले, काट्नु चाहिँ है।
ठ्याक्कै अहिले 7:30 मा हिँडे म 10 मिनट लगभग त भइहालिसक्यो 10 मिनट भइसक्यो होइन यो गीत मार्समालोको हो मलाई मार्समालो दामी लाग्छ भने यार ल गाइस त्यही माथि डाँडा हो है Let's just enjoy it. यहाँबाट अब एउटा चोक आउँछ होइन त्यो चोकबाट हामी फेरि लेफ्ट लाग्नुपर्छ क्या राइट लाग्यो भने चाहिँ फेरि हामी त्यहाँबाट फेरि धार्के पनि पुग्न सक्छौँ तलतिर हामी सिधा पहिला निस्किन सक्छौँ है त्यही वाला बाटो आइपुग्ला अब अहिले यहाँ तर बाटो एकदम भवाल साङ्गुर साङ्गुर छ है रिक्स हुन्छ एकदम स्लो चलाउनु होला यहाँ त फेरि एकदम पेलेर आउँछ क्या गाडीहरू त यस्तो हुन्छ बिना हेलमेट आउँछ अनि केटाहरू अब यहाँबाट लेफ्ट आउनुपर्छ ठ्याक्कै यो चोकबाट सिधा स्ट्रेट गयो भने चाहिँ तपाईँ उता हसनटार पुग्न सक्नुहुन्छ है हसनटार टाढ धार्के पनि सिधा पाइला दुईतिर त पुग्न सक्नुहुन्छ है मजाले अब बाटो हेर्नुहोस् चिल छ मजाको है आरामको बाटो त फेरि खतरा छ नि यो नयाँ पिच गरे क्या पहिला यो बाटो लास्टै अफ रोड थियो है खत्तम थियो क्या यो बाटो खासै मान्छेहरूलाई थाहा छ कि थाहा भएन है तर मान्छेहरू यो बाटो आउँदैन प्रायः तल त्यो एलआरआईबाट छिरेर उता चोकबाट चाहिँ आउँछ त्यहाँबाट फेरि दुइटाको फेरि यस्तो बाटो चाहिँ एउटै हो त्यहाँबाट चाहिँ फेरि है बाटोहरू तर अहिले चाहिँ तपाईँहरू सिमको मजा लिनुहोस् गाइड हेभन डाँडा कलङ्कीबाट जम्मा 45 मिनटमा जस पुगिन्छ है म आरामले भन्छु ढुक्का भएर त्यो पनि म गाडीमा छु गाडीमा पनि मजाले पुगिन्छ तर बाइकमा पनि पुगिन्छ तर अलिकति स्पिड धेरै हुन्छ बाटो साङ्गुर साङ्गुर छ राजेन्द्र खड्गेको एक्सिडेन्ट भएको ठाउँ पनि देखाउँदै म तपाईँहरूलाई कहाँनिर भएको त्यसको एक्सिडेन्ट भनेर होइन त्यसको होइन उहाँको सरी बोल्दा बोल्दै फुस्केछ यार यस्तो यस्तो गर्छ बाइक मुलाहरू अनि के भन्नु यस्तोमा टर्निङमा ओभरटेक हान्छ यार उहाँ छ ओके हामी यो चोकबाट यो अटोमा आयो भने तपाईँहरू यहाँसम्म चाहिँ हुँदै यहाँ चाहिँ हिँड्नुपर्छ है हाइकिङ मजाले अब यहाँबाट हामी चाहिँ राइट लाग्छौँ है अटोमा आयो भने तपाईँहरू त्यहाँसम्म आउँछ त्यहाँ तपाईँहरू सब टाढा हिँड्नुपर्छ हाइकिङ हो क्या यो एरिया पनि होइन मजाले हाइकिङ हान्नुपर्छ क्या अब तपाईँहरूलाई देखाउँछ है बाटो यस्तो छ अहिले उकालो उकालै छ यहाँ चाहिँ है मजाको तर हेभन डाँडाको महसुस चाहिँ अब गएर सुरु हुन्छ चिसो हावाको मजा लिउन होइन फिल भाइ बाटो कतिको राम्रो छ हेर्नुहोस् है तपाईँहरू दामी मजा आउँछ दामी अझ चिया पसल त खोला सकेर वाउ उसु भित्र पुग्न छिर्यो I can hear laughter in the breeze, like a whisper drifting through the trees. Maybe we were written just to fade, like a perfect song that never stays. But the echo lingers in my chest, and then we gave our very best. मान्छेहरू हाइकिङ पनि आउँछ क्या मजाले दामी गरेर अब यहाँबाट राइटबाट गयो नि हुन्छ लेफ्टबाट गयो हुन्छ है तर लेफ्टबाट सर्टकट चाहिँ फेरि लेफ्टबाट छ है त्यही भएर लेफ्टबाट लाग्नुपर्छ है हामी यहाँ सर्टकट पनि छ प्लस ठाडा फेरि उकालो पनि बबाल उकालो छ है फेरि नपत्ते नगरेर उकाल्छ उकालो चाहिँ फेरि होइन गाडी गइरहेछ मजाले हेर्न सक्नुहुन्छ
उकालै छ क्या फेरि बाटो चाहिँ यो पनि सर्टकट पनि सर्टकट हो क्या फेरि होइन सर्टकट हो तर उकालो न उकालो है Midnight city going quiet in the rain. Neon reflections dancing on your name. Didn't know forever could begin like night. Just a spark in the dark, now it feels so right. You were laughing softly like a hidden song. Every step beside you felt like I belong. Time was moving slowly, hearts were moving fast. Didn't know a moment never meant हतार to छैन last. आरामले होइन मजा लियो मजा यहाँ निस्किसक्यो अब सुरु हुन्छ बाटो यसको है आरामको हेभेन डाँडा जाने बाटो गाइस हेभेन डाँडा बेला बेलामा आएर हेभेन डाँडाको महसुस गर्न सक्दैनौँ क्या यसलाई हेभेन डाँडा किन भने हो भन्दा हेभेन डाँडा आउने र हेर्ने पनि टाइमिङ हुन्छ क्या है हेभेन डाँडा आउनलाई पनि टाइमिङ हुन्छ अब ठिक्क टाइमिङ यो धेरै टाइम त्यस्तो देख्न चाहिँ पाइँदैन है तर देख्न पायो भने चाहिँ दामी हुन्छ त्यसमा गएर फिल महसुस Built with mine, even if the days have changed and nothing stays the same, I still choose that road. Every twist, every flame. हेभेन डाँडाको महसुस यो अब यहाँ गुम्बा आउँछ तर बाटो हेर्नुहोस् कतिको मजा छ है आनन्द छ नि केटाहरू पनि आरामले चिल आइरह पुरै तान्दैन कति स्कुटरले हेर्नु न कति मुस्को तान्नु हेर्नु त ल फुल बटा रहेछ क्या त्यो मान्छेले बटार्नु पनि लेडी चाहिँ चलाएर रहेछ हामी ओभरटेक गरेर अगाडि पुगिसक्यो हेभेन डाँडाको महसुस लिन्स लगाएछ आएछ कति छ ठन्डी बाटो कतिको मजा छ हेर्नुहोस् न आरामको छैन बाटो ओ छिर्यो छिर्यो हुस्सो भित्र गयो Oh my god! Oh! Yes! Finally guys, म हेभेन डाँडा नै पुग्नु पर्दैन जस्तो लाग्यो क्या मलाई यार आधी बाटोबाटै हुस्सु छुइसकेँ क्या मैले ओहो ए आमा हो इमर्जेन्सी पालिदियो नदेख्ला मलाई फेरि मान्छेले हेभेन डाँडा ये मेरो फेरि म्युजिक पनि चेन्ज भयो कि हो वेल गाइज हेभेन डाँडा जानुभन्दा अगाडि बिचमा एउटा इन्द्रथान भन्ने ठाउँ पनि आउँछ है त्यही बाटो हो अहिले चाहिँ होइन हेर्नु न किन हेभेन डाँडा भन्यो भनेर बुझ्नु पनि तपाईँहरूले राजेन्द्र खड्काको एक्सन यही ठाउँमा भएको ठ्याक्कै यही टर्निङमा भएको है फेरि देख्नु पर्ने हेभेन डाँडा किन बनायो यो हो क्या टाइमिङ आउने भने खासमा कफी हो फेरि Now we're spinning like a record on the radio. Heartbeats racing, little wild goes. A little bit heaven, a little bit sin, and I don't know where she is, where I begin. Country girl, take me high in the mornings, out in the fields. बाटो मजाको छ क्या गाइज दामी छ बाटो चाहिँ तर धेरै स्पिड हिँड्नु हुँदैन क्या फेरि भर पानी परेर अलिअलि चिप्लो चिप्लो हुन्छ क्या हेर्नु न बाटो चाहिँ
talking about leaving, but we don't get far. She got a playlist full of old school soul, mixing gospel with a little rock and roll. Her laugh is different in the midnight air. Like she don't care who's watching us there. I'm just a drinker, she's a Wi-Fi spark, lighting up every corner of my dog. Now it's spinning like a record on the radio. Heartbeats racing where the wild things go. She's a little bit hidden, a little bit sin. I don't know where she ends, where I begin. Country girl, take me high in the bars. Go get out in the fields. We lose every time nights. Boots in the dirt, but she dancing like she's born free. Born free. Got me caught up in that gravity. She's a sunset rider. अब यहाँ दुईटा बाटो आउँछ है गाइस एउटा सीता पाइलाबाट आउन सक्नेवाला बाटो चाहिँ फेरि यतैबाट बढीबाट हो क्या है उताबाट चाहिँ सीताबाट आउने बाटो हो त्यो चाहिँ होइन हामी चाहिँ यताबाट आउँछौँ होइन मजाको छ बाटो चाहिँ धेरै स्पिड पनि आउनु हुँदैन क्या फेरि है एकदम गाह्रो छ फेरि रिक्स छ बाटो पनि है सानो सानो छ बाटो मिलाएर आउनुपर्छ बाटो हेर्न सक्छौ तपाईँहरूले गाइज हो Long as that country girl is there. हाइट्स पुग्यो फाइनल्ली अलिअलि बाँकी छ जम्मा धेरै बाँकी छैन है Dust on my boots, me I'm fading slow. Back row, whiskey where the wild winds blow. She pulled up in the Chevy, windows rolled down. Sunset gold paint glowing through this town. She said, boy, you look like trouble I might need. What's Girl, you don't know what puyo, you yeah. did to me. Laughing like Heaven Dada. she's got that fire I can't analyze. And now we're spinning like a record on the radio. Heartbeat racing where the wild things go. She's a little bit heavy, a little bit sin. And I don't know where she is, where I begin. Country girl, take me high in the bar lights. हेभन डाँडा किन भन्यो भनेर थाहा भयो नि गाइस ल हराए यार माका हुस्सो भित्रै है बाटो कता हो Like she born free, got me caught up in her gravity. ये ओ यस्तो पाराले कसरी पुग्ने हो हेभन डाँडा पुग्ला जस्तो छैन गाइस ओ माय गॉड Sipping on dreams from a mason jar. यही बीच नै हराउला जस्तो यार म त She got a playlist full of old school soul, mixing gospel with a little rock and roll. Nice. Her laugh hits different in the midnight air, and she don't care who's watching us there. I'm just she's a Wi-Fi spark, lighting up every corner of my dark, and now we're spinning like a record on the radio. Heartbeat racing, Nice, हेभन डाँडा she's a little bit heavy, a little bit sin, and I don't know where she the way she pulled me out. हेभन डाँडाको महसुस गरौँ धेरै पछि आएको मैले पनि बाटो बिर्सिरहेको एकछिन लास्टमा यहाँबाट खम्बा थियो क्या खम्बा आएको थियो त्यो खम्बाबाट छिर्नु पर्थ्यो त्यो खम्बा चाहिँ म पनि बिर्सिन्छु होला एकचोटि मैले म्यापमै हेर्नु पऱ्यो यहाँ कन्फ्युज गर्नुपर्छ कि त्यो एउटा खम्बाबाट यस्तो राइट लाग्नुपर्छ क्या अनि त्यहाँबाट तल डाँडा पुग्ने हो क्या हेभन डाँडा भने चाहिँ यहाँबाट सिधै गयो भने त हामी लगभग थानकोट दहचोक भन्ने ठाउँतिर लगभग निस्किन्छौँ यहाँबाट कहाँबाट टर्निङ थियो एउटा कुत्ते लाएर
अनि त्यहाँबाट यस्तो छिर्नु पर्थ्यो क्या, अनि त्यहाँबाट बल्ल पुग्छ हेभेन डाँडा चाहिँ। अनि यहाँबाट कताबाट छिर्नु पर्थ्यो, मै कन्फ्युज छु है। यहीँबाट हो नि, यही बाटो हेभेन डाँडा निस्किने चाहिँ हो, यही बाटो। तर त्यसको लागि म अझै टर्नै पुग्दैन रहेछ यहाँ, अप्ठ्यारो खाल्टो हो। सुन्छ नि कस्तो गर्छ होला गाडी त है। सिधै उताबाट चाहिँ हाल्नुपर्ने घुमाएर चाहिँ तलतिर पनि छ कि छैन फेरि घुमाउनु ठाउँ के होला त घुमाउनु ठाउँ तलतिर जाउँ त होला र छिर्नु त त्यहीँबाट छिर्नु पर्ने हो, तलतिर छैन त्यहीँबाट जाउँ। यतैपट्टिबाट हो यही बाटो हो। छुनु चाहिँ छुन्छ क्या, थाहा छ मलाई पनि है, छुनु चाहिँ यो ठ्याक्कै छुन्छ। डाँडाको बाटो चाहिँ यस्तो छ, फेरि कच्ची छ बाटो चाहिँ होइन, तर यही हो मलाई थाहा भइसक्यो। के भनेर बाटो पनि यस्तो छ गाइस, फेरि हेभेन डाँडा फाइनली पुग्यो। अब यदि बाटो त के हो यार, बाटो त खत्तम रहेछ त। अनि यहाँ पनि फेरि हिलो टाइप रहेछ है, डर त लाग्दो रहेछ यार। केटाहरू बोलाउनु पर्छ गाडी अड्क्यो भने त, ए आइज तान्नलाई भनेर। हेभेन डाँडा पुग्यो। देख्नु पाउने हेभेन डाँडा किन भनेको भने, हेभेन डाँडा चाहिँ यो कारणले भने हो क्या, बुझ्छौ होला। बाटो चाहिँ फेरि यस्तो छ क्या हेभेन डाँडाको, यहाँबाट माथि पो हो क्या, म झन्डै तलतिर हेर। बाटो त खत्तम होला, माथितिर त जाँदैन होला, के जान्छ जान्न होला मेरो विचारमा पनि। लेट्स ट्राई एकलट ट्राई त भन्छ तलतिर पनि यस्तो छ भने त काम छैन गएर पनि के तान्ला यो एबी मुलाले। एबी मुला काम छैन भाइ, यहीँबाट ब्याक गर, यही बस्दिने हो, चिया खाने हो, स्वादले मजा लिने हो हेभेन डाँडाको होइन, यहीँ राख्ने हो गाडी। त्यही हिँडेर जाने हो हेभेन डाँडाको महसुस लिनुलाई, यहीँ राखिदिउँ न दाइलाई भनेर। खासमा यो हो क्या हेभेन डाँडा होइन, तर के गर्नु बाटोमा आउँदा आउँदा यहाँ गाडी अड्किहाल्यो। यो सब बाटो जानुपर्छ, यो बाटो सरर गएर होइन, यो बाटो देख्नुहुन्छ नि, यो बाटो गएर यो हो खासमा हेभेन डाँडा चाहिँ। अब त्यहाँ अहिले उसोहरू पुगिरहेको छ, तब देख्न सक्नुहुन्छ होइन, यो हो खासमा हेभेन डाँडा।
मुसु मुसु हाँसी देऊ न लैलाई मुसु मुसु हाँसी देऊ यारी देला छेडी देऊ